पनि अनि श्रावस्तीमा रहेका थिए। जसलाई अनि भगवान बुद्ध भिक्षाटनको क्रममा आउनुहुँदाखेरि अनि त्यस बेला श्रावस्तीका राजा सेड्यार अथवा प्रसेनजित राज्य गर्नुहुन्थ्यो। अनि राजा प्रसेनजितलाई तीर्थी गर्दै भने, आज श्रमण गौतम यस स्थानमा प्रवेश गरेको छ। अब श्रमण गौतमसँग हामी के गर्छौं? प्रतिस्पर्धा गर्छौं। हामीले अवश्य श्रमण गौतमसँग प्रतिस्पर्धा गर्नु पर्यो। यो कुरा यो विषय तपाईले राखिदिनु हे महाराज भनेर ती मुतेपाती तीर्थीहरूले राजा प्रसेनजितलाई अनुरोध गरे। राजा प्रसेनजितलाई अनुरोध गर्ने बित्तिकै प्रसेनजितले भन्नुभयो, हेर मुस्कुराएर के भन्नुभयो भनेदेखि, तिमीहरू भगवान बुद्ध अत्यन्त ज्योति स्वरूप हो, अत्यन्त अनमोल छ उहाँको ज्ञान, उहाँ अत्यन्त पवित्र हुनुहुन्छ। तिमीहरू त केही पनि जान्दैनौ, सबैको खोइरो मात्र खनेर हेर्छौ, तिमीहरू गर्न सक्दैनौ। यसो भन्दाखेरि ती छ मुतेकबाट अथवा छ तीर्थीहरूले मानेन। अनि भगवान बुद्धसँग प्रतिस्पर्धा गर्ने प्रस्ताव राखेपछि राजा प्रसेनजित भगवान बुद्ध कहाँ आउनुभयो र अनि भगवान बुद्धलाई अनुरोध गर्नुभयो, महाराज यसरी मुतेकहरूले तीर्थीहरूले हजुरसँग प्रतिस्पर्धा गर्ने विचार व्यक्त गरेका छन्। अनि भगवान बुद्धले पनि स्वीकार गरिदिनु भयो। भगवान बुद्धले स्वीकार गरिदिनु भएपछि त्यस स्थानका श्रावस्तीका धेरै जनताहरू ओहिरो लाग्न थाले। अनि मगधका राजा बिम्बिसार पनि त्यहाँ पुगे। अनि पुगेपछि सबभन्दा पहिला राजा श्रावस्तीको राजा प्रसेनजितले भगवान बुद्धलाई आह्वान गर्नुभयो। ती 6वटा तीर्थीहरू पनि त्यहाँ उपस्थित भए। 6वटा तीर्थीहरू पनि उपस्थित भएपछि प्रतिस्पर्धाको समय आइपुग्यो। प्रतिस्पर्धाको समय आइपुग्दाखेरि भगवान बुद्धलाई आसन ग्रहण गराउनु भयो राजा प्रसेनजितले। राजा प्रसेनजितले आसन गराउनु भएपछि अनि धेरै प्रकारका पूजा अर्चनाहरूका सामग्रीहरू तयार गरिएको थियो। अनि भगवान बुद्ध आसन ग्रहण गर्नुभयो। आसन ग्रहण गर्नु भएपछि राजा प्रसेनजितले नैवेद्य, हाम्रो भाषामा धर्म भाषामा भन्छौँ स्यालसे, अनि आफ्नै हातले नैवेद्य चढाउनु। त्यो नैवेद्य चढाउनुपछि भगवान बुद्धले अलिकति नैवेद्य मुखमा ग्रहण गर्नुभयो अनि अलिकति जमिनमा गाडिदिनु। जब त्यो नैवेद्य मुखमा लिनुभयो र जमिनमा गाडिदिनु भयो अनि तुरन्तै त्यहाँ कल्पवृक्ष उत्पन्न भयो। हावा चल्थ्यो, हावा पात र डाला इत्यादिमा स्पर्श हुँदाखेरि त्यहाँ धर्म ध्वनिको गुन्जन हो। यी सबैले जसले दर्शन गरे सबैको राग द्वेष र मोह यी तीन रूपमा भगवान बुद्धले यस प्रकारको शक्ति प्रदर्शन गर्नुभएको छ, जसलाई हामी प्रतिहार्य प्रदर्शन भनेर आएर हामी सायद 2 रात यहाँ बस्यौं। 2 रात बस्नुपछि माथि एउटा गुम्बा थियो, त्यसको शिलान्यास हो या के त्यस्तैमा आएको थियो। अलिकति केही धर्म सम्बन्धी विचारहरू पनि हामीले प्रस्तुत गर्यौं र त्यस ठाउँलाई आज यस प्रकारको पाउँदाखेरि मलाई बहुत खुसी लागेको छ। हामी बुद्धको शरण जान्छौँ। बुद्धको शरण जानु अत्यन्त जरुरी छ। बुद्ध भाषित देशना धर्मको अनुयायी बन्न अत्यन्त जरुरी छ। यदि हामी बौद्ध हौँ भनेदेखि हामी ग्याल्बो लोसार मान्छौँ। यहाँले बुझ्नु होला, ग्याल्बो भनेको भगवान बुद्ध हो अनि लोसार भनेको नयाँ वर्ष हो। ग्याल्बो लोसार भनेको बुद्धसँग सम्बन्धित नयाँ वर्ष हो। म पटक पटक दोहोऱ्याउन चाहन्छु। फेरि म के भन्न चाहन्छु भनेदेखि तथागत अथवा देशी सेतो लोसार किन भनिएन, म फेरि दोहोऱ्याउँदैछु। देउरसेतो लोसार किन भनिएन, दाजुबे लोसार किन भनिएन, जितेन्द्रबे लोसार किन भनिएन। चिसो भगवान बुद्धको नाम किन ग्याल्बो लोसार भन्नु पर्यो त? भगवान बुद्धले मानिसप्रति शासन चलाएर जसले अधर्म अथवा कालो मार्गमा लगाउने ती तीर्थीहरूलाई चाहिँ आफ्नो बसमा राख्नु निमित्त लगातार 15 दिन
विभिन्न प्रान्त देश प्रदेशका राजा महाराजा कोही बेला प्रसेनजित, कोही बेला उत्तरायण, कोही बेला बिम्बिसार, कोही बेला सात्य कुलीन वर्गहरू, कोही बेला लिच्छवी वंशहरू, यी सारा एकजुट भएर भगवान बुद्धले अनुरोध गर्दै ती तीर्थहरू लगायत ती तीर्थका पछौटेहरू सबैलाई धर्ममा लगाउनु भएको, उनीहरूको अधर्मिक चित्तप्रति विजय प्राप्त गर्नु भएको कारण अनि तिनै दिनको स्मरण अनि भगवान बुद्धको स्मरण, भगवान बुद्धप्रति शरीर मन र वचनले अगाध श्रद्धा र भक्ति हामी पेय गर्दै अर्पण गर्दै अनि हामी गाउँको लोसार मनाउने गर्दछौँ। जुन लोसारका अब विषयमा कुराकानी थुप्रै छन्। अब यसपालि सर्ववर्ष यहाँहरूले थाहा पाउनुभयो, सर्ववर्ष 5 नम्बरको सर्ववर्ष अनि प्रत्येक वर्षमा एकवटा मेलोङ भनेर बताएको छ। पोहोर गएको थियो 6 नम्बरको वर्ष जसलाई गाउँले मेलोङ भनिन्थ्यो भनेदेखि यसपालिको ढाले मेलोङ भन्छ अनि अलिकति गढवार भनेर भन्छ, युद्धदेव भनेर भन्छ। कहीँ कतै यो वर्ष युद्धदेवसँग त सम्बन्धित हुँदैन अथवा युद्धदेवको केही प्रभाव पर्छ यस वर्षसँग भनेर भन्छ। त्यसकारण यहाँहरूले आफ्नो मनलाई शान्त राख्ने, आफूलाई आफ्नो कब्जामा राख्ने, आफूलाई आफ्नै कन्ट्रोलमा राख्ने प्रयत्न गरिरहनु होला। अनि यो प्रयत्नमा परिपक्व हुनुको निमित्त हामी आफैले आफैलाई सम्मान गर्ने गर्छौँ। आफैले आफैलाई सम्मान गर्नु पर्दाखेरि आफैले तपाईँ हजुर आफैलाई भन्ने होइन, आफैले आफैलाई सम्मान गर्नु पर्दाखेरि हामी अरूको सम्मान गर्ने गरौँ, अरूलाई दया र माया गर्ने गरौँ, अरूको इज्जत गर्ने गरौँ। अनि तपाईहरू कसैले तीरको वर्षा गर्छ भने पनि यहाँहरूले फूलको जवाब दिनुहुनेछ, किनकि फूल कारुणिक सौन्दर्यको प्रतीक हो। किनकि फूल कारुणिक सौन्दर्यको प्रतीक पनि हो। जीवन अत्यन्त छोटो छ। कोठामा बालेर राखेको टुकी दीप अथवा मोमबत्ती कति बेला एउटा सानो हावाको झोकाले निक्छ भनेर हामी भन्न सक्दैनौँ। मानिसको जीवन त्यस्तै हो। म कहिले मर्छु भन्ने मेरो कुनै निश्चित छैन। बिहान हामी उठ्छौँ, घाम झुल्किनभन्दा अगाडि हाम्रा हरियो चौरोमा शीतका थोपाहरू मोती जस्तो चम्किरहेका हुन्छन्, तर सूर्य पूर्व दिशाबाट सूर्योदयको साथ त्यो मोतीको जस्तो चम्किने शीतको थोपा कति बेला बिलाउँछ हामी थाहै पाउँदैन। त्यस्तो मानिसको जीवन हो। हामीले यसरी आफ्नो जीवनलाई बुझौँ, यसरी आफ्नो जीवनलाई हामी बुझेर भगवान बुद्धको शिक्षालाई शिरोपण धारण गरेर भगवान बुद्धदेखि भगवान बुद्धको शिक्षा धर्म अनुरूप चलेर हामी जीवन बिताउँ। अनि अरू कसैको धर्मलाई पनि हामी हेला नगरौँ। प्रत्येक धर्ममा हाते मालो गरेर हामी अङ्गालो हालेर भव सागर हामी तर्ने गरौँ। यदि यस्तो भनेदेखि हाम्रो घर शान्त हुनेछ, हाम्रो गाउँ शान्त हुनेछ। तर हाम्रो नराम्रो के छ भने कहीँ कतै धर्ममा पुरा काटाकाट त हुँदैन। हुन्छ भने पनि नबुझेर नामका जनतामजेकी दुन्दु आकाशव्यापी समस्त प्राणीको हितको निमित्त भनेर हाम्रो धर्मले भन्छ भनेदेखि सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु न कश्चित् दुःखभाग् जनः। फरक त्यही छ। सर्वे भवन्तु सुखिनः, सबै सुखी भएर जाउँ। सर्वे सन्तु निरामया, सबै राम्रो तरिकाले रहन सकुन्। सर्वे भद्राणि पश्यन्तु, संसारका सारा मानिसहरूले भद्र विषय, भद्र वस्तु, भद्र व्यक्तिसँग मात्रै भेट गर्न सकौँ। न कश्चित् दुःखभाग् जनः, कसैलाई कुनै व्यक्तिलाई पनि दुःख हुन नसकोस् भनेर हिन्दू धर्मले भन्छ भनेदेखि नामका तान्यन धामदेखि दुन्दु आकाशव्यापी समस्त प्राणीको हितको निमित्त भनेर हाम्रो बौद्ध धर्मले भन्छ। त्यसकारण परन्तु प्रत्येक धर्म बीच सद्भावना राख्नु पनि अनि आत्मसम्मान आफू गर्नु।
जब हामी आफ्नो सम्मान आफू गर्दैनौँ अनि अरूले हामीलाई सम्मान गर्दैनन्। एउटा चोरलाई मुखमा जे आयो त्यही बोलेर हिँड्ने कुनै पनि एउटा बुजुर्गलाई कसैले सम्मान गर्दैन। किन गर्दैन? उसले आफ्नो सम्मान आफै गरेको छैन। सबभन्दा पहिला हामी आफ्नो सम्मान आफै गर्ने गरौँ भन्ने विषय त थुप्रो थियो, तर समयको अलिक अभावले अन्त्यमा फेरि यो 2140औं शतवर्षको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै र यो लोसार र बुद्धसँगको सम्बन्ध अत्यन्त छोटकरीमा मात्र प्रस्तुत गर्न आज समयले मलाई पनि त्यस्तै गर्न अडायो। त्यसकारण जहाँ बुद्ध छ, जहाँ साङ्गे छ, त्यहाँ ग्याल्बो लोसार छ। जहाँ ग्याल्बो छ त्यहाँ ग्याल्बो लोसार छ। ग्याल्बो भनेको जिन हो, बुद्ध हो, भगवान बुद्ध हो, अनि ग्याल्बो लोसार भनेको जिन सम्बत हो, जिन नयाँ वर्ष हो, जो भगवान बुद्धसँग अत्यन्त नजिकको सम्बन्ध राख्दछ। गाँठो पारेर अनि पोको पारेर लाने हाम्रो केही चिज पनि छैन। एक दिन हामीले यो संसार छोडेर जानु पर्दछ, एक दिन बुढा हुनुपर्छ। बुढा भएपछि पनि हामी सबैको हेलामा परिरहेका हुन्छौँ। हेर्नुहोस् त, सुकेको वृक्षमा कुनै पनि चराहरूले गुण लगाउँदैन। यहाँले सायद देख्नु भएको होला, जबकि हरियो वृक्षमा मात्र चराहरूले गुण लगाउँछ। सुकेको वृक्षलाई चराले पनि मन पराउँदैन। त्यो हाम्रो बुढौलीपन हो। त्यो म एक दिन अवश्य बुढा हुन्छु भन्ने चेतना हामीले आजैदेखि राख्नु पर्दछ। अनि एक दिन म मरेर जान्छु, म मरेपछि मेरो आफन्तहरू केही छिन रोइदिन्छन्, तर छिनमै श्मशानमा हाम्रो पार्थिव शरीरलाई पुगेर आगोको निमित्त कोसेली बन्छ हामी सबैको यो शरीर। बाबुको तर्फबाट, मेरो आफ्नै तर्फबाट यस प्रकारको शुभकामना व्यक्त गर्दै फेरि समय समयमा यहाँहरूसँग अवश्य विस्तृत धर्म प्रबन्धन निमित्त म आउन पाऊँ, यहाँसँग पुनः भेट गर्न पाऊँ भन्ने यो धार्मिक इच्छा चाहिँ बिदा हुन चाहन्छु। प्रसिद्धले भवन्तु सर्वमङ्गलम सफलम। अब यसभन्दा पछाडि म स्वागत मन्तव्यको लागि श्री बाघ भैरव उच्च माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक आदरणीय सर अमृत प्रसाद गौतमज्यूलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु। 40औं लोसार पर्वको यो औपचारिक कार्यक्रमको सभापतित्व गरिरहनु भएका आदरणीय सभापतिज्यू, प्रमुख अतिथि सबै त मलाई नाम भन्न नआउला, अवतारी टुल्कु लामाज्यू, त्यसै गरी यस कार्यक्रमका अघि संयोजक भनियो आदरणीय गेसे, हाम्रो यो दक्षिण ललितपुरका चम्किलो अनुहार भन्नुपर्छ उहाँलाई गेसेज्यू, त्यसै गरी आदरणीय आफ्नो ओहदा अनुसारको अघि यहाँ आचार्य कमल तामाङ साहेब तामाङज्यू, उहाँले धर्मको बारेमा धेरै कुरा भनेर गइसक्नुभयो। अन्य लामाज्यूहरू र ड्यासमासिन सम्पूर्ण अतिथिज्यूहरू, कलाकार मित्रहरू एवं उपस्थित सम्पूर्ण कालेश्वरवासी तथा यो लुङतोक गुम्बाप्रति आकर्षित हुनुभएका, लुङतोक गुम्बाप्रति आफ्नो हृदय प्रकट गर्दै यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म यो सर्पवर्ष तामाङ लोसारको उपलक्ष्यमा सबैमा सुख शान्ति समृद्धिको कामना गर्न चाहन्छु। साथै अघि आचार्य कमलजीले भन्नुभए जस्तो साँच्चै सबै धर्मले हामी सबैलाई असल मार्गमा लाग्न अभिप्रेरित गर्दा रहेछन्। भगवान गौतम बुद्धले पनि तात्कालीन समयमा भएका ती विकृति र विसङ्गतिहरूको आधारमा साँच्चै अब शान्ति स्थापना गर्नुपर्छ। हामी शान्ति हुन सबभन्दा पहिला हामी आफै शान्त हुन सक्नुपर्छ। जो त्यो शान्ति प्राप्त गर्नु हामीमा बोधिसत्व प्राप्त गर्नु रहेछ, बुद्धत्व प्राप्त गर्नु रहेछ। त्यो बुद्धत्व प्राप्त गर्नका निमित्त हामी सबैमा भगवान गौतम बुद्धले पनि आशीर्वाद प्रदान गरून्। त्यसै गरी हाम्रा लामा गुरुज्यूहरू, आदरणीय बुद्ध धर्मका प्रचारक मित्रहरूले पनि नभएका नमिलेका कुराहरूमा के हिन्दू के बुद्ध, हुन त बुद्ध जन्मेको यो मुलुक हाम्रो देश नेपाल, धेरै मान्छेहरू हिन्दू धर्ममा संलग्न रहेको हामी पाउँछौँ। यी सबै सन्दर्भमा
लामा गुरुज्यूहरूबाट, बुद्ध धर्मका प्रचारकज्यूहरूबाट अनि हामी आफैमा पनि ती सुख शान्ति र बोधिसत्व प्राप्त गर्ने अवसर प्रदान गरौँ भन्दै अन्तमा फेरि म सबैमा स्वागत गर्दै र यो सर्पगर सर्वसार पर्वको ले सबैमा सुख शान्ति छाओस् भन्दै शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। नमस्कार, जय लोसार। धेरबाद बौद्ध दायक केन्द्रीय सदस्यका उपाध्यक्ष कृष्ण कुमार प्रजापतिज्यूलाई अगाडि निम्त्याउन चाहन्छु। नमो तस्स लोकहितस्स महाकारुणिकस्स तथागतस्स हितं देवमनुष्यानं यं नमस्सन्ति गौतम विद्याचरणसम्पन्नं महन्तं वित्तसारणं। सर्वे तुर्गु लामा गुरु एवं जेसेनीमा लामा गुरु लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय लामा गुरुमा म सादर वन्दना पेश गर्दछु। आजको यस सभाका आदरणीय सभाध्यक्ष लगायत देशमा रहनुभएका सम्पूर्ण प्रबुद्ध कल्याण मित्रहरू, म थेरबाद बौद्ध दायक केन्द्रीय परिषदको उपाध्यक्षको हैसियतले र साथसाथै मेरो व्यक्तिगत तवरबाट ग्याल्बो लोसार अहिले हाम्रो कमल गुरुबाट भन्नुभयो जस्तै भगवान बुद्धको यो जीन सम्पद हो। जसरी यो जीन सम्पद नेपालमा धेरै किसिमका सम्पदहरूमध्ये यो जीन सम्पद यसको सञ्चालन आज 2140 वर्ष भएको यसको उपलक्ष्यमा म सम्पूर्णमा चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। भगवान बुद्धलाई हामीले चिन्ने कसरी? जबसम्म हामीले भगवान बुद्धको ले देखाउनु भएको बाटो अनुसरण गर्दैन त्यस बेलासम्म हामी बुद्धलाई चिन्न सक्दैनौँ। बुद्धलाई चिन्ने आधार भनेकै के हो त भन्दा सबभन्दा पहिले हामीले 4 आर्य सत्यलाई बुझ्न आवश्यक छ। त्यसपछि आर्य अष्टाङ्गिक मार्गलाई अनुसरण गर्नुपर्दछ। त्यसको पश्चात हामीले के हो त प्रतीत्य समुद्र पारलाई चाहिँ बुझ्न आवश्यक छ। भगवान स्वयं भन्नुहुन्छ जसले प्रतीत्य समुद्र पारलाई बुझ्नुहुन्छ उहाँले भगवान बुद्धलाई देख्नुहुन्छ। जसले भगवान बुद्ध देख्नुहुन्छ उनले पक्कै पनि एउटा प्रतीक समुद्र पारलाई बुझेको हुन्छ अरे। तसर्थ यहाँ सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु। भगवती सभामा अब म आजका प्रमुख अतिथि तामाङ टोलको लोसाङ नामगेल रिम्पोछेज्यूको धर्म प्रवचन हुँदैछ। उहाँलाई आफ्नो प्रवचनको निमित्त आग्रह गर्न चाहन्छु। आज यहाँ आउनुभएका सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनी र जुन यहाँ विशेष अतिथिहरूदेखि लगायत सबै यहाँ आउने गुरुजीहरूदेखि लिएर सबैलाई पहिला मेरो तर्फबाट टासी धेले भन्न चाहन्छु। जुन यहाँ हाम्रो लोसारको मनाउने कार्यक्रम र लोसारको यो शुभकामना कमल गुरुले एकदम स्पष्टसँग तपाईँहरूलाई भनिसक्नुभयो। खास गरिकन हामीले के बुझ्नुपर्छ भन्दाखेरि बौद्ध धर्मले के सिकाउँछ भन्दाखेरि जुन एउटा अहिंसाको बाटो र जुन एउटा हामीले स्वच्छ र कुशल कर्म त्यसको बारेमा हामीले राम्रोसँग त्यसलाई सिक्नुपर्छ। त्यो भनेको मतलब के हो भन्दाखेरि हामीले पाप र धर्म भन्ने चाहिँ हामीले छुटाउन सक्नुपर्छ। पाप के हो र धर्म के हो र हाम्रो जीवनमा सही बाटो कसरी अँगाल्ने त्यो पनि बुझ्नुपर्छ। सही बाटो अँगाल्न सक्यो भने हाम्रो जीवन सुख र जीवन एकदम फलिफाप र एकदम शान्त हुने त्यो भएको हुनाले यो संसारमा जति पनि अहिले दुःखहरू छ, जति पनि हिंसा भइरहेको छ, जति पनि देशहरूमा युद्धहरू हुन्छ तिनीहरू के कारणले आएको भन्दाखेरि जुन अकुशल कर्म, जुन एउटा पापबाट, अहङ्कार, रिस, रागबाट यो सबै उत्पन्न भएको हुनाले यो संसारमा हामीलाई सुख शान्ति एकदम अहिंसाको एउटा सोच चाहिन्छ भने चाहिँ हामीले रिस, अहङ्कार, जुन एउटा राग,
मोह भन्नेहरू चिजहरू हामीले कम गर्नुपर्छ। त्यसलाई सबभन्दा राम्रो हामीले सुख र शान्ति पाउनलाई के गर्नुपर्छ भन्दाखेरि हामीले जहिले पनि रिस कम, त्यो भनेको मतलब हाम्रो मन शान्त बनाउनलाई एउटा करुणाको भाव चाहिन्छ, मायाको भाव चाहिन्छ, दया र जुन एउटा एकदम शुद्ध भाव, त्यो भनेको के हो भन्दाखेरि कसैले हानि नगर्ने, कसैले हिंसा नगर्ने, त्यो एउटा भाव भयो भने हामीले अवश्य नै हाम्रो मनमा शान्ति आउँछ, हाम्रो जीवन राम्रोसँग गुज्रिन्छ। त्यो जुन एउटा भगवान बुद्धले 2500 वर्ष अगाडि नै उहाँले उपदेश दिनुभएको छ, जुन एउटा दिग्वच्य हामीले जयसिंह केवापस सक्छौँ भाग्यसम्म होस् धेरै साङ्केत्य भए। यसमा के भनेको छ भन्दाखेरि हामीले पाप र धर्म राम्रोसँग बुझेर हाम्रो मन शुद्ध बनाएर हामीले जहिले पनि एउटा हाम्रो मनलाई करुणा, माया, दया र अहिंसाको बाटोमा जानुभयो भने सत्य नै भगवान बुद्ध जस्तो गरेर मन शान्त हुन्छ र हामी एउटा निर्वाणको बाटोमा हामीले जान सकिन्छ भन्ने एउटा उहाँले पहिलेदेखि नै भनिसकेको छ। त्यो भएको हुनाले हामी सबैलाई सुख जीवन बिताउनलाई हामीले यो माया सबभन्दा महत्त्वपूर्ण, माया, दया, करुणा, त्यसै गरिकन एउटा अरूलाई हिंसा गर्नु हुँदैन। किनभनेपछि दुःख भनेपछि हामीलाई दुःख कसरी हुन्छ भन्दाखेरि हामीले बिरामीबाट हुन्छ, कसैले हानिबाट हुन्छ, धेरै चिजहरूबाट हामीले जति पनि दुःख हुन्छ त्यो त्यसै गरी अरू प्राणीहरूलाई पनि त्यसै गरी नै दुःख हुने भएको हुनाले जस्तो क्रियाकलाप त्यस्तै कर्महरू जुन एउटा जसले गर्दाखेरि अरूको मनमा चोट लाग्ने, अरूलाई दुःख हुने, जुन अरूलाई नबजा लाग्ने त्यस्तो हानि हुने कार्यहरू हामीले गर्नु हुँदैन। किन भन्दाखेरि त्यही कार्यहरू आफूमाथि आयो भने आफूलाई सहन नसक्ने दुःख हुने भएको हुनाले अरूलाई पनि त्यही दुःख हुन्छ भनेर हामीले सोच राखेर अहिंसाको बाटोमा लानुपर्छ। माया, दया र करुणा जागृत गरेर बोधिचित्तको बाटोमा, बोधिसत्वको बाटोमा हामीले अगाडि बढ्नुपर्छ। त्यो भन्दै म तपाईँहरू सबैलाई आज यो ग्याबो लोसारको जुन एउटा शुभकामना दिन चाहन्छु। यो आउने वर्षमा जति पनि हामी सबैलाई हाम्रो एउटा सुख जीवन, शान्त जीवन र भेदभाव जसै गरी भाषीहरू छ तिनीहरू सबै हटेर जाओस् र हाम्रो जीवनमा एउटा शान्त, एउटा सफल यो हाम्रो काम छ, कार्य छ, तिनीहरू सबै सफल होस् भन्ने एउटा चाहना छ। तपाईँहरू सबैलाई म शुभकामना दिन चाहन्छु। त्यो भने म सबैलाई टासी देले तुझी छे भन्दै यहाँ राख्छु। आदरणीय सभापतिको आज्ञाबाट म यस यो औपचारिक कार्यक्रमलाई पनि विसर्जन गर्न उहाँले मलाई नै आज्ञा दिनुभएको छ र आज यहाँ पाल्नुभएका श्रद्धेय धर्मगुरु, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अतिथिगणहरू एवं यहाँ उपस्थित सम्पूर्ण मित्रजनहरू र विशिष्ट व्यक्तित्वहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै र आजको यस औपचारिक कार्यक्रम यही समाप्त भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। गायक गायिकाहरू एवं ख्यातिप्राप्त गायक गायिकाहरूको यहाँ प्रस्तुति रहनेछ र यस क्रममा म श्री बाघ भैरव उच्च माध्यमिक विद्यालयको तर्फबाट राष्ट्रिय गान रहेको छ। सर्वप्रथम त्यो राष्ट्रिय गान प्रस्तुत गर्नको लागि आदरणीय सर राजकुमार धनाज्यू लगायत सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु र यसको व्यवस्थापकको जिम्मा लिनुभएका आदरणीय सर राजकुमार धनाज्यू अगाडि आइदिनु होला आफ्नो यो राष्ट्रिय गान प्रस्तुतिको निमित्त। सर्वभौमै फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र र अटल, ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल, बहुजाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शुक्रबहादुर गोले तामाङ, सन्तबहादुर सिङताम तामाङ, चन्द्रबहादुर गोले तामाङ, नरबहादुर स्याङताम तामाङज्यू
गोन्पो गुरुहरू हुनुहुन्छ, उहाँलाई झाँकी प्रदर्शन गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। हाम्रो एउटा संस्कृति हो, यसलाई हामीले सम्मान गर्नुपर्छ। बौद्ध जागरण केन्द्र भोलन्चर ग्रुपबाट नाटक लोसार सम्बन्धी नै छ र यहाँ लेखन तथा संयोजन गर्नुभएको छ सुनाम तामाङज्यूले। उहाँ अगाडि आउँदै हुनुहुन्छ र उहाँहरूलाई अगाडि स्टेजमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। स्टेजमा स्वागत गरौँ उहाँलाई जोरदार तालिका साथ। आयोजनामा यालो 2140औं लोसारको सांस्कृतिक कार्यक्रम आयोजना भएको हुँदा यस कार्यक्रमका प्रमुख अतिथि पूजनीय टुल्कु लोसा नन्गेल विभूतिज्यूमा म हार्दिक काफुला तथा टासीले टुक्राउन चाहन्छु। साथै आजका कार्यक्रमका सभापतिज्यू, कार्यक्रम संयोजक आदरणीय गेसे हिमा तामाङज्यू, विशेष अतिथि आचार्य कमल मोक्तानज्यू, लामा गुरु पेमा रामज्यूका साथ सम्पूर्ण अतिथि, कलाकार मित्र, पत्रकार मित्र, ताम्बा बोम्बो, यस गाउँका आखे हेमे मम हिजो आले नाना आगा
विद्यार्थी भाइ बहिनी सबैमा मेरो व्यक्तिगत तर्फबाट र बौद्ध जागरण केन्द्रको सांस्कृतिक समूहको तर्फबाट हार्दिक फ्याफुला टाँसिदिने नमस्कारका साथै लोसारको जागरण र शुभकामना व्यक्त गर्न चाहन्छु। अहिंसाको लोसार मनाऊ भन्दै एउटा नाटक ल्याएका छौँ। यो नाटकको उद्देश्य कुनै पनि समुदायबीच झै झगडा मनमुटाव तथा गुटबन्दी ल्याउने हेतुले बनाइएको होइन र यो नाटक हाम्रा गुरुहरूको तर्कहरूलाई समेटिएर बनाइएको हो। त्यसैले यस नाटकको राम्रो तर्कहरूलाई मात्र लिनुहोला। आशा छ तपाईँहरूलाई यो नाटक मन पर्नेछ। यति भन्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। दुई चार दिनमा सोनाम लोसारको तयारी गर्नुपर्ने छ। कहाँ मरेछ यो बुढी? सोनाम लोसार आइसक्यो। कता जान्छ कता जान्छ? ए बुढी लुता यो बुढी कहाँ गइस? अब यसै बसी आउनु पर्ला। अहिले खेततिर लाग्नु पर्यो। भरे आएर यसलाई भेट्नु पर्यो। अनि दुई चार दिनमा सोनामको लोसारको विषयमा तयारी गर्नेको विषयमा कुरा गर्नु पर्यो। ल त अहिले चाहिँ लाग्नु पर्यो। यो खेततिर लाग्दाखेरि पनि कति कमार धुम्ने, साह्रै कमरै खाने। अब भाटीतिर लाग्नु पर्यो। माइलीलाई नभेटेको पनि थुप्रै दिन भयो। अब यसो माइलीको भाटीतिर जानु पर्यो। होइन हो माइली, कहाँ हो माइली? एक माना कोदो गयो पाउ त पाउ। पाउनुहुन्छ तपाईँ किन यसरी चिच्याउनु भएको? अरे माइली म तिम्रो सामु सुन्यो तपाईँले धेरै दिन पछि आउनु भएछ त के हो यस्तो? के गर्नु माइली, यस्तै हो। खेततिर लाग्दै बुढीलाई बगाउँदै यस्तै हो। म त कति बुढीको ध्यान दिनुहुन्छ? कहिले कहिले त भोलितिर पनि आउनु न हो। माइली त्यसो हो न माइली, खोइ एक महिना कोदोको पाउँदा तपाईँले जे माग्नुहुन्छ त्यही हुन्छ नि हो। हाम्रोमा आउनुहोस्। त आएछ नि माइली, तिमी चाहिँ यसै मागेर राख न, म आउँछु नि। त्यसो भए एक दिन बुढी छोडेर यतै बस्नु न हो। कति बुढीको ध्यान गर्नुहुन्छ? मसँग बेगान्छस् त मेरो लान्छु। त्यो तपाईँले भनेपछि त भइहाल्छ नि, किन हुँदैन र? माइली यता आऊ, रक्सी हाल्नु न त। के भयो तिमी किन टाढा गयो? रक्सी हाल्नु या एक महिना ए ठिक छ, त्यसो भए त किन हुँदैन र? भइहाल्छ नि। हेर माइली कति राम्रो देखेको यो माइली त। लु त पछि आउनु भयो, त्यही भएर राम्रो देख्नु भएछ कि क्या? हजुर त माइली, म त आउँछु नि, यता आउनु पर्यो।